होला क्या माल है यार गाउँ घर के होला नाम थारा मलाई तिमीहरुसँग एउटा प्रश्न गर्नु छ गरौँ लु भन एउटा बाँदरको हातमा फोन दियो भने के हुन्छ के लाग्यो टेलिफोन फाल्दिन्छ रङ एन्सर त्यो एउटा टिकटकर बन्छ स्टॉप जरा जूम कर उस पर मैले त सुनेको थिएँ भ्याम्पायर त काल्पनिक मात्र हुन्छ भनेर नेपालमा एउटा छुट्यो जस्तो छ है यो देशी भ्याम्पायर नेपालको राष्ट्रिय सिंगर हो जसको काम एउटा गीतको मावेन गर्नु हो र यसको आफ्नै गीतमा यदि म्युजिक भिडियो बन्यो र यो नाच्यो भने कस्तो देखिन्छ लु हेरौँ यही नहीं अभी और सुनिए शामिना मिना वट्टा वट्टा हे शामिना मिना जंगलेमा इस्तेम पर प्रिया हे हो इस्तेम पर प्रिया यो भ्याम्पायर मात्र होइन यो हो स्पाइडर भ्याम्पायर मैंने पूछा हाउ आर यू अरे यार तुमने इंग्लिश बहुत प्रॉब्लम रखते हो यार हाउ आर यू कौन हो तुम क्या ये क्या बक रहे हो मादरचोद तलाई दया माया नभएको निष्ठुरीले पाओस् मलाई धोका दिने तेरो माया फुल खाडे जाओस् यसलाई लागिरहेको होला यो सब गरेर यो फकबोय बन्यो हाम्रो समाजमा यस्तो मान्छेलाई एउटै चीज भन्छ छप्री छप्री यो के हो नेपालको पुरै महेन्द्र हाइवेसको कन्सिटीमा बनेको छ त यार बल्ल थाहा भयो नेपालमा किन ट्राफिक बढिरहेछ भनेर आउटस्ट्यान्डिङ डान्स अलवेज फक्स कमेन्ट गर्ने तरिका हो क्या पढ्ने उमेरमा यहाँ टिकटक बनिरहेको छ मलाई लाग्छ यसले स्कुल जाँदा फेरि किताब कपी होइन रिङ लाइट लिएर जान्छे थुक्क दिदी तिमीलाई त लाज लाग्नु पर्छ ओए माथ सिक्नेहरू यहाँ सुन साला जुन उमेरमा म मोटु पत्तु हेरेर हुन्थ्यो त्यो उमेरमा यसको ब्रेकअप भइरहेको छ भाइ म तँलाई एउटा क्वेसन सुन्न चाहन्छु तेरो माल पनि झर्छ गाइज इफ यु मतलब त हजुरहरू एकदम स्याड हुनुहुन्छ भने हैन स्याड गानै सुन्ने गर्नु क्या वाह मलाई त थाहा नै थिएन यार स्याड हुँदा फेरि स्याड गाना सुन्छ भनेर म त एउटै गाना सुन्ने गर्थे आजकलको स्टुडेन्टहरू पढ्ने उमेरमा यहाँ मोबाइल खोलेर बकचोदी भइरहेको छ सर पनि सोच्दै हुनुहुन्छ होला मुझे अपने घर जाना है मुझे घर जाना है डेटमा जाँदैछु सो लेट्स गेट रेडी विथ मी अगेन डेटमा जाँदा नि कसैले त मेकअप गर्छ र गर्नेले त गरिहाल्छ यो दिन खाते खाते के छ खाते यो डेट चाहिँ कोसँग जान लागेको यार केटा कि केटी त भन्दा बरु त हाम्रो
आर्जु दिदी नै ठिक हुनुहुन्छ कमसेकम केटी त स्थिर हुनुहुन्छ त न यताको न उताको इसका मतलब है जसरी तिमीहरूलाई थाहा छ हर छोराको एउटा बाउ हुन्छ यसको बाउको बारेमा हामी पार्ट 2 मा कुरा गर्नेछौँ किनकि यो भन्दा बढी छक्का म सम्हाल्न सक्दिन आज यदि तिमीहरूलाई भिडियो मन पर्यो भने लाइक एन्ड सब्स्क्राइब गरिदेऊ प्लिज No!